नभए उसले अन्त खोजिने गर्ने थिएन अहिले त तलब त त्यहाँ पनि बढ्यो होइन 29,000 भयो कहाँको 12,000 कहाँको मेरै छोरीले 6 महिना गरी पहिला छर्नी हो अनि पूजा गर्ने पूजा बाल्ने हो के ओ निरु हेर यता निरु पनि आइक्यो है आज म नि आएँ फर्स्ट टाइम ओ छर निरु छर त यो छर्दा हिँड्ने हो क्या वरिपरि छरेर कसले पूजा गर्ने हो ल बुझ्छु पाल्नु मेरो यसो पूजा गरे यसो गीत त म यसो छर्दै आउँछु के बुवा कहाँ जानुभयो त नि खै ल ल बुवा कहाँ जानुभयो त नि खोइ बुवा त वहीँ ठनेङमा नै गर्दै हुनुहुँदैछ छर्दै राख्छौँ है त आइसस् त यहीँ पैसा चढाउने ऊ छैन सिङ्के दुध ल्याउनु होइन सिङ्के दुध सँगै बालिदिनु न लाग्दै लान ट्रेन पनि जब जम्मै भारी हैछ यो होला देख्नु न एउटा भिरै हुन्छ के पानी बोक्न म अहिले मन्दिर धूप ल्याउन दिदी मैले मारे छैन दिदी धूप ल्याउन दुईटा प्रतियोगिताको प्रथम पुरस्कार रु 50,000 र प्रमाणपत्र द्वितीय पुरस्कार रु 30,000 र प्रमाणपत्र तृतीय पुरस्कार रु 15,000 र प्रमाणपत्र सान्त्वना पुरस्कार रु 5,000 र प्रमाणपत्र सम्पर्क नम्बर 98,560 42,195 98,560 074,67 98,460 33,868 आयोजक श्री महापरुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समिति मिति 2082 मङ्सिर 3 गते बुधबार धन्यवाद यस्तो जब हैरान यो उसमा बाल्नु न त्यो अर्को बोलिराखेको साटो हालेर बाल्नु न मेरो कस्तो आयो भन्ने कुरो खोइ डैडी म खिचिदिन्छु ल्याउनु छिटो हामी त्यो जुन दिएको घरमा नि पाउनु दुवै सँगै बनाउने हो कि घर पठाउनु त सँगै बनाउनु न ढुङ्गा पाए गाडामा ढुङ्गा यही जति नि छन् अर्कै घर भत्काउन पाइन्छ नि खान दुवै इस्कुस ल्याउनु खै यहाँ गाडिदिनु इस्कुस याम यस्ता हुन्छ के आलु हो इस्कुस यहीँ लगाइदिनु नि भिरा हामी टिपेर पठाइदिउँ ल आरुवाका मान्छे हुन् कि हामी फलेछ भने ठेगाना दिनु न बरु सबैले राखेर मेरो उता हेर्नु पर्छ हेरि यसो त दिदी मैले बस्ने होइन न दिदी र मैले मैले एकै ठाउँमा घर बनाउनु लाग्छ है राम्रो बनाउनु कस्तो यस्तै बनाउँछु दिदी म ठुलो घर चाहिएन यस्तै बनाऊ भाइ कि कति तले बनाउने हो
अब यसमा पूजा गर्नुपर्छ अब यसमा यो दिदीले फुल ल्याउनु त फुल ल्याउनु त भजन प्रतियोगिता आयोजना गरेर यो ठाउँमा फलामान बनाएको थियो आशीर्वाद क्लबका नाममा पनि यसरी जोरदार ताली बजाइदिनु पैसा चढाउनु परेन र यसपालि नानीहरूले नगए हुँदैन उहाँ पैसा कमाउँछ म फेरि पैसा चढाउनु पर्ला पैसा चढाउनु पर्दैन त्यही बाली हो नि अब 1300 अब ठाडा काट्नु है होइन ल काट्दिनु ल सब गइसकेछ नि मान्छे पछाडि मात्रै छन् ल यही भिडियोमा हामी पनि काटिसक्यो हो केही हुन्न पछि जोड्दा गर्छ ढिलो भयो छैन यहाँ बल्ल सुरु हुँदैछ कार्यक्रम ल ल ल हजुर खै ठुले फोटो हो कि भिडियो यो त भिडियो दिदी बहिनीको ठाउँ बस्नु नि त ल ल जाम जाम त्यो पछाडि हिँड त हिँड जाम भयो ल जाम मम्मी उठ्नु ल ल जाम अब मम्मी बसेपछि उठ्न सक्नुहुन्न म पनि छर्नु भयो ठुनिया छर्नु भयो ए खत्रै भयो नि भरे हेर्नुपर्छ फेरि खत्रै मात्रै भएर हुन्न ल ल दिदी म त्यता आउँछु ल छिटो उता आउँछु माथिबाट त ल ल तपाईँको झोला हलुङ्गो के को म भेट्ने र होइन तल छ नि यहाँ चढाएर उता जाने यताबाट गर्नु त्यही चाहिँ के त त्यहाँबाट गर्नु न म पूजा गर्छु मोबाइल हो यो भिना चाहिँ त्यहाँ आएर भिडियो गर्नु रहेछ यो भिनाजुलाई बोलाउनु यसो यो भिना उसलाई दिनु त जोइन गरेर घरमा खानु पनि पढाउँछन् भाइ रात त्यतै यो एउटा दिन पोको के पोकै छ छर्नु भन्नु उता जानु त
विशेषमा आएर बसिरहनु भएको छ। सर्लक्क धाका टोपी लगाएर सबैले रामनवमी गरेर पछाडि हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ। दिदीबहिनी दाजुभाइ मिलेर यो भजन यसो हेर्ने बेलामा बसाइको त्यो लक्षणले पनि उत्कृष्ट गाउनुहुन्छ भन्ने एकदम अपेक्षा गरेका छौँ। हामी आजको प्रतियोगिताको पहिलो प्रतियोगीको रूपमा माछापुष्टि सेवा समाज भजन समूह हेम्जाको तर्फबाट यो भजन अब उहाँको प्रस्तुति सुरुवात हुन्छ। तिम्रो छोरी टुकुली टुकुटुकु हिँड्ने थिए स्याउ खाँदै कपूर गौरम गरुडावतारम संसार सदा वसन्तं हृदय विन्दे भवं भवानी सहितं नमामि तुमेव हेर्ने माता शिवजीको त्यो रूप हेर्ने शिव सामो गाए देवताहरूको स्तुतिले शिव खुसी भए गणेश नि कुमार तिनले लाउँछन् पार गणेश नि कुमार तिनले लाउँछन् युद्ध गर्दाखेरि बाट झम्टी हाल्यो फेरि शिर छेदन गरिदिए शिव साथमा थिए शिर छेदन गरिदिए शिव साथमा थिए शिर हजुर मेरो छर्दिनुहोस् ल यहाँ झिकेर छर्नु गर यहाँ एक मुठी झिकेको बटन होइन यतै हो मालपोततिर
घुम त घुम छरेर जा यता दुईतिर छर्ने अरे एउटा बाटो मात्रै हाँदै हिँड्ने हो ल तिमी अस्ति सजिलो छरेको भएन मान्छे पनि दुईतिरै हो हिँडाले त म सँगै छरिनँ कतै भयो दुई मुठी दिनु कता आउनु छर्ने दुईतिर छर्ने हो कि ल माथि माथि गर्ने कि भुस भुस भने अब के हो भिड हो यो आफूले नि मरिसे खाने हो ल भयो ल हजुर जाने फेरि तल जानु नलाने ल ल जान्छु म मेरो चाहिँ गोपाल अङ्कल नेरी बस्नु यसो म मेरो होइन म त आउँदिनँ भयो तपाईँले बाल्दिनु क्या हामी त त्यहाँ जानु हुन्न होला नि छोरी मान्छे भन्ने जस्तो लाग्छ खै हुन्न भने जस्तो लाग्थ्यो कि नमिल्ने वारै भने कि मैले फेरि राखिदिनु नि बाहिर त्यही भित्र जानु मिल्दैन कि ल पही पही वायु भनेको हावा हुनु क्या वायु दे भन्छ नि बुवा त जानु हो नि त ल हजुर हुन्छ अरे लाउनु लाउनु यी बाल्दैन कि अङ्खराको पानी आइराख्नु बत्ती त्यहाँ चलाइमा आउँदै यहाँ नदिनु त्यही चलाइने बाले छैन भन्ने ओर्लिन कस्तो राम्रो त्यो पहेँलोले गर्दा है दामी आउने भाइ यसै तल सल्लाह सर्नुपर्छ नि तपाईँ नसरेर म तलैसँग गएँ बाई 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 घर जानु ग ल ल ल ल ल आउनु आउनु कस्तो कस्तो मलाई मन पर्यो भाइ मन्दिर आरबा रतन पाण्डे मन्दिर 13 नम्बर 13 नम्बर रतन पाण्डे मन्दिर सद्बी छर्न आएको आज यो मन्दिर रमाइलो भयो ल दिदी भयो पूजा त्यहाँ पूजा गर्नु पर्यो नि ए त्यो छैन ड्याडी भ्यू के है प्लेन त्यो एयरपोर्ट हैन हो एयरपोर्ट ए एयरपोर्ट देखिन्छ रहेछ यहाँबाट
आउँदैन र शिव हाम्रो याद तिमीलाई जानु घुमेर भिडियो क्लोज होइन के ब्याट्री लो भएको ज्ञानी होइन नि छोटो परिवार राम्रो यो सल पूरा देखिएन दाइ यो सल पूरा देखिएन